हेलो गुड मर्निङ एभ्रिवान। आज मेरो फर्स्ट मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। आज म कुकिङ भिडियो लिएर आएको छु। मैले अब के गरे भिजेको सिमीलाई बसालेको छु कुकरमा। बेसार तेल राखेर त्यसमा पानी राख्दे र त्यसको बिर्को लगाएर मैले ग्यास बालेर त्यसमा बसाल्दिए। र तरकारीको लागि मैले भिन्डी र आलु लगेको छु। त्यसलाई मैले के गरे अनि त्यसमा करेला पनि छ, त्यसलाई मैले बाहिर लगेर पानीमा पखालिसकेपछि धोएर एकदमै सफा भइसकेको छ त्यो। र यता भित्र कुकरमा सिटी लगाइसकेको छ। अनि मैले त्यसलाई आलु र भिन्डीलाई काट्दिए र मैले अब के गर्छु तरकारी बनाउन सुरु गर्छु। र मैले कराईमा फर्स्टमा के गरे तेल राखे। तेल राखिसकेपछि मैले भिन्डीलाई राखे। भिन्डीलाई राखिसकेपछि एकछिन चलाएर मैले चलाउँदै गए र त्यसमा मैले आलु राखिदिए। आलु राखिसकेपछि मैले फेरि चलाएँ त्यसलाई। र मैले मसला पिसेर राखेको थिएँ। मसलामा टिमुर, जिरा, लसुन खुर्सानी र त्यो मैले अब तरकारीमा राखिदिएँ। राखिदिसकेपछि मैले के गरेँ चलाएँ त्यसलाई चलाउँदै गएँ र लगभग तरकारी पाकिसकेको थियो। र यता सिमी पनि पाकिसकेको छ र मैले तरकारीमा नुन राखेँ। नुन राखिसकेपछि हाम्रो आजको तरकारी तयार भयो। र यो तरकारी कस्तो बन्यो त भनेर यसको फाइनल लुक्स यस्तो रहेको छ। त्यसपछि मैले सिमी बनाउनको लागि तेल राखेँ। तेलमा जिरा राखिदिएँ थोरै। त्यसपछि सुकेको खुर्सानी राखेँ र मैले लसुनलाई पनि राखेँ। राखिसकेपछि यो के भयो एकदमै ब्राउन खालको भयो। त्यसमा मैले के गरिदिएँ सिमी राखिदिएँ र पानी राखेर अब तयार भइसक्यो गेडा पनि। त्यसपछि मैले यता भात बिसाल्नको लागि के गरेँ थोरै 1 चम्चा घिउ राखेँ। घिउ राखिसकेपछि घिउ तातेपछि मैले के गरेँ भने भिजाएर राखेको चामल थियो त्यो चामललाई राखिदिएँ। चामललाई राखेर एकछिन मैले चलाइसकेपछि मैले के गरेँ त्यसमा पानी राखिदिएँ। पानी राखेर कुकरको बिर्को लगाएँ। बिर्को लगाइसकेपछि मैले अब हाम्रो फाइनल खाना आज यस्तो बन्यो।